फागुन 21 गते निर्वाचन गराउनको लागि नेपाल प्रहरी तयार छ कि छैन? प्रहरी तयार छ, हामीले तयार छ भनेका छौँ। प्रधानमन्त्रीज्यूहरूको गृहमन्त्रीज्यूहरूको सबैभन्दा सिरियस चासो यो अहिलेको के निर्वाचन नै गराउने भन्ने नै हो उहाँहरूको प्रमुख। र प्रहरी फुल्ली कोअपरेट गर्न तयार छ, फुल्ली हामी गर्न सक्छौँ भन्नेमा छ। केही ठाउँमा होला कि शान्ति गडबडीहरू भइहाल्छन्, सधैँ भइआएकै हुन् त्यसलाई। तर अब प्रहरीको अब अलिकति त्यो मानसिकताको कुरा छ नि, मनोबलको कुरा गरिराख्नु भएको छ नि। तर प्रहरीको मनोबल चाहिँ उठ्नु आवश्यक छ। त्यो कसरी? अहिले सबैभन्दा मुख्य विषय यो इस्यु मैले त्यही त मैले आफै उठाउन खोजेको कुरा के हो भन्दाखेरि जस्तो प्रहरीको मनोबल खस्कियो, यसलाई मासु भात खुवाउँ, एउटा खसी काटिदिउँ अथवा एकजोर लुगा ल्याइदिउँ भन्ने हिसाबले प्रहरीको मनोबल उठ्नेवाला छैन। प्रहरीको मनोबल उठाउनलाई नीतिगत निर्णय हुनुपर्छ, नीतिगत स्पष्टता आवश्यक छ। तपाईँ अहिले पनि देख्नुहुन्छ धेरै ठाउँमा जुनसुकै घटना भए पनि सबभन्दा पहिला छानबिनको दायरामा प्रहरी पर्छ। प्रहरीले व्यक्तिगत रूपमा गरेको कामको दायरामा पर्नु स्वाभाविक छ। तर राज्यले बनाएको कानुन बमोजिम आफूले के पर्फर्म गरेको ड्युटी हैन, आफ्नो जिम्मेवारी निर्वाह गरेको जिम्मेवारीको सन्दर्भमा प्रहरीमाथि आपराधिक के रे दायित्व सिर्जना गरेर चाहिँ अनुसन्धान हुन थाल्छ भने प्रहरीको मानसिकता के हुन्छ? भोलि गएर निर्वाचन हुन्छ, निर्वाचनको ब्यालेट बक्स अगाडि बन्दुक बोकेर उभिनुपर्छ प्रहरी, राइफल बोकेर उभिन्छ त्यो ब्यालेट बक्सको सुरक्षाको लागि। यदि त्यो कसैले लुट्न आयो भने के गर्ने? तोडफोड गर्न आयो भने के गर्ने? केही गरेन भने पनि प्रहरी छानबिनको दायरामा यसले आफ्नो भएको हतियारको पनि प्रयोग गरेन, आफ्नो कानुनी अधिकारको पनि बल के प्रयोग गरेन भनेर त्यतिखेर छानबिन हुन्छ। यदि गर्यो र केही घटना भयो भनेदेखि किनभने प्रहरीले यो यस्तो अनावश्यक गर्यो, अनावश्यक गर्यो, मान्छे मार्यो भनेर फेरि छानबिनको दायरामा पर्ने। प्रहरीले गर्ने के? त्यसकारण यस्तो कुराहरूमा नीतिगत स्पष्टता आवश्यक छ। र यो नीतिगत आवश्यक स्पष्टता चाहिँ आवश्यक भयो भने प्रहरीले अहिले सबै काम गर्न सक्छ। तर प्रहरी अहिले म भन्छु, मैले अघि भने नि तपाईँलाई, त्यत्रो प्रहरीलाई बाटोमा घिसारी कुटेर मार्या छ, घोची खुकुरी हानी मार्या छ। प्रहरीको मनोबल एकदम हाई छ भन्दाखेरि मैले ढाँटेको ठर्छ। तर प्रहरी अहिले पनि काम गर्न सक्ने मनस्थितिमा हामी काम गर्छौँ भनेर आइरहेछ, हामी सबै लागिरहेछौँ। तर त्यही हो, मैले फेरि पनि दोहोऱ्याउँछु, नीतिगत स्पष्टता आवश्यक छ। र आफूले कानुन बमोजिम पर्फर्म गरेको कामको लागि प्रहरी छानबिनको दायरामा पर्नु चाहिँ हुँदैन। मुख्य चाहिँ यही हो भनेर छानबिनको सेन्टर नै प्रहरी बन्ने अवस्था भयो भने कसरी चल्छ? प्रहरीको मनोबल कसरी उठ्छ?